फाइनली जाँदैछु हामी चाहिँ। तिमी सुँगुरको सेकमा खाने? अघि चाहिँ बिग पिस थियो। नहीं यहाँ कुछ मिल पा रहा नहीं वहाँ कुछ मिल रहा। ह्याप्पी न्यू इयर सेम डे यु। जग्गा ठिकैको तिमीहरूलाई कस्तो लासो फ्यापुला टासी डिलर सेवा र सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई फेरि पनि स्वागत छ। मेरो एउटा छोटो भन्नु सक्दिनँ, लामो पनि हुनसक्छ है। ब्लगमा हामी चाहिँ अहिले घुम्न जाँदैछौँ र रमाइलो पल हुनेछ, रमाइलो ब्लग हुनेछ। आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ भनेर र सेयर लाइक कमेन्ट पनि गरिदिनुहुन्छ भनेर है। अन्त एकैछिन म बोलिहाल्छु ल। अन्त यहाँ आउन नरिसाउनु न। अन्त के भन्न चाहन्छु भने हजुरहरू नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु नबिर्सनु होला है। यो ब्लग चाहिँ एकदम राम्रो हुनेछ। अगाडिको ब्लगहरू पनि एकदम राम्रो छ। हिजो 31 डिसेम्बरको पनि हामीले ब्लग बनाएको छौँ, त्यो पनि एकदम रमाइलो छ। योभन्दा अगाडि तपाईँले हेर्नु भएको छैन भने चाहिँ हेर्नुहोस्, चेकआउट गर्नुहोस्। सरगम तामाङ सर्च गर्नु होला, तपाईँहरूले भेट्नु हुनेछ। र हामी सबै फ्यामिलीहरू घुम्न जानेछौँ। मसँग जानुहुँदैछ, यहाँ हाम्रो मिलन दाजु जानुहुँदैछ है। एकैछिन यताबाट राम्रो देखाउँछु ल। यहीँ यता हेर्नुहोस्, फिरोज खान। ल ओ छोरीले अङ्कल भन्दैछु। ल त लु लाग्दैछु हामी। छोरीलाई चाहिँ 500 रुपियाँ भन्दैछ हो, 500 माग्दैछ हो। 500 अब म अनलाइन गरिदिन्छु भोलि ल। ल ल हामी लाग्दैछु, फोन आउँदैछ। ल त हामी निक्लिँदैछौँ। अच्छा ल हाम्रो छोटो क्युट नातिको नि भ्लग आउँछ है त। ल ल त जाउँ। सो साथीहरू अहिले चाहिँ भने हामी निक्लिन आँटेको छौँ है। यता आएर चाहिँ भन्नुहोस् न। चिया पनि घरैबाट ल्याएर जाँदैछौँ, नेपालको टी ग्रिन टी। सुन्नु भयो साथीहरू, फेरि पनि ह्याप्पी न्यू इयर हजुरलाई भन्नुहुँदैछ। तपाईँले रिप्लाईमा चाहिँ कमेन्ट गरेर भन्नु होला है त। ल बस्नुहोस् सबैजना। यहाँ दुईवटा टोटो छ, पर पनि छ चाङहरू है। पर्खिराख्नु भएको छ चाङहरू। बस्नु बस्दै गर्नु न, अहिले मिलाउला नि उता अगाडि गएर। ल बस्नुहोस् बस्नुहोस् बस्नुहोस्। ल बस्नु, अहिले मिलाउला। ओ बुन्डे भाइ उत्रि उहाँ वाङ वाङ गरेर टोकिदिन्छ त, तँ चाहिँ कहाँ जाने? हो हुँदैन 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 हो भाइ, तिमी निक्ला। कहाँ जाने तिमी? जग्गा जग्गा मिल्दैन, जग्गा मिल्दैन। उत्रि उत्रि, जग्गा मिल्दैन हौ अहिले, जग्गै मिल्दैन। उहाँ चाहिँ छ। उत्रि उत्रि उत्रि। हामी चाहिँ अहिले ऋषिका चाङको घर अगाडि आइसकेको छु। ल त रमाइलो पलहरू चाहिँ यो मोबाइलमा क्याप्चर हुनेछ, ब्लग बनेर तपाईँहरू माझमा आउनेछ। स्किप नगरिकन हेरिदिनुहोस् है ल, किनभने यो एकदम दामी ब्लग हुनेछ है त। ए रेडी हुँदैछ यहाँ पनि। रेडी हो हाम्रो ओम? हेलो गर खोइ। सबैले हेलो गर्नु होला त है। हेलो हाई। हिजोको ब्लग जान्छ भोलि। ल यहाँनिर हाम्रो सुस्मिता छ अरे, साथै हाम्रो नाति केटाहरू छ यहाँनिर है। गुड गुड, यस यस। सो गाइस फाइनली घाम पनि लुकिसक्यो, त्यही भएर म लाग्छु र कचार कचार पारेर लगाएको छु मैले चाहिँ। यहाँ नवीन भाउजू है सबैजना कचार कचार भएर बसेछ यो गाडीमा पनि। अन्त यो गाडीमा पनि कचार कचार छ है। जेसो होस् आरामले जाने, आरामले आउने। आउँदाखेरि चाहिँ तर छिटो गरेर आउनुपर्छ है त। ल रेडी छैन भाइ? कम्फर्टेबल छ? झर्नु यसले यो पक्रिनु मजा। ल आरामले जाउँ। ल ल साथीहरू हामी लाग्दैछौँ है त। फाइनली जाँदैछौँ हामी चाहिँ। लाग्यो अहिले चाहिँ भने हामी किराना बजार आइसकेको छौँ साथीहरू है। किराना बजारमा चाहिँ अलिकति सामान छुट्टिएछ घरमै, त्यही भएर त्यही सामान लिनुको लागि मेरो वाइफ र भाउजू जानुभएको छ। यहाँनिर हामी इन्तजारमा छौँ। भाउजूले हाई गरेको छ नि त? ठिकै छौँ होइन? हिजोको भन्दा त राम्रै छौँ। ल आज मजा गर्नुपर्छ। र अर्को फोटो पनि त्यहीँ छ है। अन्त हाम्रो सानो दाइ र करु छोरी चाहिँ अघि बिहानै जानुभयो, म उठेको थिएँ त्यतिखेर नै जानुभयो। र उहाँ चाहिँ अहिलेको हाम्रो ब्लगमा हुनुहुन्न। र अहिले फेरि त्यहाँनिर पनि भिडियो गर्दाखेरि चाहिँ पुरा लाउड स्पिकर भएको हुन्छ होला है। अनि त्यो भएर चाहिँ म म्युटमा राख्नेछु भनेर चाहिँ तपाईँहरूलाई बुझिदिनु होला। ठिकै छ नि? के किन्नुपर्ने खानेकुराहरू गएको छ है? ल अन्त साथीहरू हामी चाहिँ अब यहाँबाट चाहिँ सिधै सेन्ट्रल बस्तीमै भेट्नेछौँ है। सेन्ट्रल बस्तीमा अब के हुन्छ कसो हुन्छ त्यहाँ बाटोघाटोहरू त्यही भइहाल्यो भने तपाईँलाई म देखाउनेछु। नत्र भने चाहिँ हामी ठक्कै
लोकेसनमै पुगेर मात्रै तपाईँहरूसँग भेट्नेछु ल त बनाइराख्नुहोस् भिडियोमा साथीहरू हामी चाहिँ फाइनली टिपु खोला आइसकेको छौँ यहाँनिर उत्रेर चाहिँ उहाँहरू चाहिँ हिँडेर आउनुहुन्छ है हामी चाहिँ यो बक्स दिनुहोस् त यहाँनिर मलाई बक्स दिनु हामी चाहिँ लागेको उकालो ल खै अलिकति ल आउँदै गर्नु ल हिँड्दै हिँड्दै भिडियो गर्दै आउँदै गर्नु ल हामी माथि छौँ सो साथीहरू हाम्रो पिकनिक फ्यामिलीहरू सबैजना जम्मा भइसकेको छौँ यहाँनिर है यहाँ चाहिँ अब सबैजना पिकनिक खेल्नेहरू चाहिँ आफ्नो चटाई गुन्द्री लिएर आउनु भएको रहेछ हामीले चाहिँ बिर्सेछौँ है साथीहरू अनि यहाँ अघि नेपालबाट ल्याएको ग्रिन टी भन्नुहुँदैछ हाम्रो कालदिदीले त्यो बाँड्नु हुँदैछ अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो नवीना भाउजूको नाना उहाँलाई पनि जाउँ न घुम्नु भनेर लिएर आएको है अलिकति बिरामी हुनुहुन्छ र यहाँ हाम्रो मिलन दाजु उहाँले चाहिँ भाइ एक पेक लगाउँ न रमाइलो गरौँ भन्नुहुँदैछ कहिलेकाहीँ मात्रै रमाइलो गर्छौँ हामी त है सधैँ त गर्दैनौँ अन्यथा नसोच्नु होला र यहाँ नानीहरूलाई चाहिँ अब खाना दिउँ भनेर खाना दिइसक्नु भएको छ नानीहरूले चाहिँ अब किनभने बगाउँछ नि त नानीहरू त होइन अनि खानासाना खिलाइसकेर पेट पारिसकेर चाहिँ नानीहरू खेल्नु गओस् भनेर चाहिँ पहिला पहिला नानीहरूलाई खाना दिइसक्यौँ अन्त यहाँ चाहिँ हाम्रो मालदिदी र भाउजू कस्तो लाग्यो यो जग्गा भनेर सोध्दै दामी लाग्यो राम्रो लाग्यो भन्नुहुँदैछ है उहाँ नानीहरूलाई पनि सोधेको राम्रो छ भनेर उहाँ भत्ते फर्स्टपल्ट हो नि भतिजा भनेको फर्स्टपल्ट हो कस्तो लाग्यो भन्दा राम्रो लाग्यो भन्नुहुँदैछ होइन अन्त कान्छी भतिजीले पनि लिएर आएको थिएँ नि त होइन खाना खाएको छैन किन नखा खाना भनेको खानु मन लागेको छैन भन्दैछ है अन्त त्यही भएर चाहिँ अनि यहाँ नानीहरूले खाना खाइसक्नु आँट्यो है त्यसको बादमा हामी बिस्तारै खाने भनेर चाहिँ हामीले सोचेको थियौँ र अनि यहाँनिर चाहिँ अब खाना सर्भ गर्दैछ है अन्त त्यही भएर पानीहरू छैन भनेर चाहिँ पानीहरू लिनुको लागि मैले मेरो वाइफ र नवीना भाउजूलाई पठाएको थिएँ आइपुग्यो है अन्त त्यही नै हो साथीहरू अनि यहाँनिर चाहिँ राम्रो राम्रो जग्गा छ सेखुवा ल्याइदिनु नि भन्दैछ है सेखुवा खाने भन्दैछ होइन ल त्यही भएर म सेखुवा ल्याउनु गएँ अगाडि बढेँ त्यहाँ दोकानतिर है अनि यहाँ दोकानतिर जाँदा जाँदा चाहिँ बाटोमा फेरि हाम्रो सुषमा आसु है कविता भाउजू उहाँ भाउजूहरूलाई भेटेँ ह्याप्पी न्यु इयर भन्नुहुँदैछ सेम टु यु भन्यो मैले नि होइन ल हुन्छ इन्जोय गर्नुहोस् हजुरहरू पनि म पनि यहाँ एउटा सामान लिन गएको भनेर चाहिँ म सामान लिन आउँदैछु है यहाँ एउटा सामान किनेँ अनि त्यसको बादमा मिलन दाजुलाई लिएर म चाहिँ सेखुवा लिनुपट्टि जाँदैछु साथीहरू सेखुवा चाहिँ यहाँनिर अर्ग्यानिक तरिकाले बनिन्छ तपाईँहरूलाई म देखाउँछु मिलन दाजुले पनि भन्नुहुँदैछ त्यही उहाँ चाहिँ सेखुवा बनाएर बिक्री गर्ने चाहिँ मिलन दाजुको घरको चाहिँ अब साथीभाइ नै रहेछ नि उहाँ मिलन दाजुको चाहिँ होइन अनि जाउँ न त त्यहीँ मेरो साथीकोमै भनेर भन्नुहुँदैछ अन्त हामी जाँदैछु फेरि अब मिलन दाजुको साथीको सेखुवा दोकानमा है यहाँ चाहिँ फेरि साथीहरू तपाईँहरूलाई यहाँ चाहिँ कस्तो छ भने यहीँ छ हुनुहुन्छ है मिलन दाजुको साथी हेलो ह्याप्पी न्यु इयर सबैलाई भन्दैछु मैले नि सबैले ह्याप्पी न्यु इयर सेम टु यु भन्नुहुँदैछ अन्त यहाँ चाहिँ एकदम बिजी छ उहाँ चाहिँ यति साह्रो अर्डर आउँछ नि यो चिकन सेखुवा बनाउँदैछ यहाँ चाहिँ अन्त 2 प्लेटलाई जाउँला भन्नुहुँदैछ मिलन दाजुले हुन्छ हुन्छ 2 प्लेट भन्नु नि भने अनि कस्तो लाने सुक्खा लाने कि साँधेको लाने भनेर सोध्नुहुन्थ्यो अनि एउटा सुक्खा एउटा साँधेको जाउँ न भनेर भने त्यसको बादमा यहाँ अर्ग्यानिक तरिकाले हुन्छ यहाँ यो कलरको डब्बालाई चाहिँ चुल्हा कस्तो टाइपले बनाएको छ तपाईँले देख्नुभयो होइन अनि यो यहाँ तपाईँलाई म देखाउँदैछु अर्को कुरा यहाँ चाहिँ हेर्नुहोस् यहाँनिर चाहिँ सबै कराईहरू चाहिँ यो चुल्हामा कराई बसेको छ नि जति पनि यहाँ पाक्दैछ सबै अर्डरको पाक्दैछ तपाईँहरू पनि आउनुभयो भनेदेखि यो दोकानमा आएर तपाईँहरूले अर्डर गर्नुभयो भने तपाईँहरूलाई जस्तो भन्यो त्यस्तै बनाइदिनु हुन्छ उहाँले ग्रेभी भने ग्रेभी सुक्खा अब ड्राई खालके भने ड्राई खालके झोलला भनेर झोललाई होइन त्यस्तो हुन्छ अनि यहाँ दाजुले चाहिँ यहाँ चाहिँ फेरि घरको मात्रै पाउँछ है अर्ग्यानिक जङ्गलको चाहिँ पाउँदैन भन्नुहुँदैछ है यहाँ सेखुवा चाहिँ हेर्नुहोस् न तपाईँले कस्तोमा सेक्दैछ अहिले म एकछिनमा तपाईँलाई देखाउँछु छेउमा लिएर है हाम्रो मिलन दाजुले साथीले चाहिँ दामी बनाइदेऊ भन्दैछ है एकदम राम्रो बनाइदेऊ भन्नुहुँदैछ है अन्त यहाँ चाहिँ हेर्नुहोस् है कतिजना चाहिँ छ मान्छे होइन 2 प्लेट दाजु मैले भन्दैछु 2 प्लेट होइन 2 प्लेट अनि 2 प्लेटै भन्दैछ है यहाँ चाहिँ कहाँबाट चाहिँ आउँछ त है खानुको लागि घुम्नुको लागि यो भनेको मैले यो पङ्खाको जुन अगाडिको टेबल फ्यानको चाहिँ जालीलाई चाहिँ कस्तो टाइपले युज गरेको छ होइन अर्ग्यानिक तरिकाले हो नि त यो त आफ्नो दिमाग लगाएर गरेको हो नि त है अनि त्यही नै भन्नु खोजेको कि अन्त यहाँनिर चाहिँ अब धेरै 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 मान्छेहरू आउँछ है खानुको लागि अन्त
सबैजना लाइन लाग्नु भएको छ, सबैले अर्डर गर्छ। अलिकति ढिलो हुन्छ, अलिकति मतलब 5-10 मिनट वेट गर्नुपर्छ। तपाईँहरूले जे पनि त्यो पाउनुहुन्छ। यहाँ चिकन सेकुवा होइन, यहाँनिर मटन पनि सेकुवा पाउनुहुन्छ, तपाईँले पोक पनि पाउनुहुन्छ, बफ पनि पाउनुहुन्छ, सबै पाउनुहुन्छ है। अब पोक त म खाँदिनँ, तपाईँहरूलाई थाहा छैन होला है। मैले चाहिँ पोक खायो भने चाहिँ म चाहिँ बिमारी भइहाल्छु। हाम्रो अब त्यो कुलमै चल्दैन पोक चाहिँ है। अन्त यसरी साट्नु हुँदछ होइन। अनि यहाँनिर चाहिँ मोमो पनि पाउनुहुन्छ है, फास्टफुड मोमो पनि तपाईँहरूले चिकन, भेज, मटन, बफ सबै पाउनुहुन्छ। अनि यहाँनिर चाहिँ सेलरोटी, यहाँनिर नहीं यहाँ कुछ मिल पा रहा है नहीं वहाँ कुछ मिल, यहाँ जाते वहाँ खत्म हुआ। उतै छैन, सब अर्डरको मात्रै छ, हामीलाई त छैन त भनेर बिच्किँदै थियो त्यहाँनिर होइन। अनि यहाँनिर पनि सबै त्यही नै अर्डरको सामान बनिन्छ। साथीहरू तपाईँहरू पनि आएर अर्डर गरेर खान सक्नुहुन्छ। यो चाहिँ एउटा सेकुवालाई चाहिँ सेकेर चाहिँ यसरी साँधेर दिनुहुन्छ। यो चाहिँ दुईवटा आइटम बनिन्छ सेकुवाको चाहिँ। यो साँधेको एउटा चाहिँ ड्राई भएको जस्तो त्यो चाहिँ ड्राई पाउनुहुन्छ। फेरि सस्तो छ, त्यति बेसी महँगो पनि छैन, तपाईँहरू आएर खानु सक्नुहुन्छ है। अनि मलाई त मुखमा पानी आइसक्यो है देखेर। तपाईँहरूलाई कस्तो लाग्दैछ खै पनि, मलाई चाहिँ मुखमा पानी आइसक्यो। अन्त यसलाई चाहिँ ड्राई सुक्खा भन्छ है। यो पनि अब 1 प्लेट, त्यो जुन चाहिँ साँधेको 1 प्लेट भनेको छु। अन्त अब कुन चाहिँ खाने, अब हाम्रो लेडिज पार्टीले जुनै खाए पनि भयो। अन्त हामी त्यसको बादमा अर्को चाहिँ पनि खान्छौँ भनेर चाहिँ बोकौँ 2 प्लेट भनेर चाहिँ पुगेको नि त होइन। अन्त हाम्रो रेडी भइसक्यो। अब यहाँबाट चाहिँ हामी निक्लिन्छौँ लिएर है साथीहरू। त्यही नै हो, हेर्नुहोस् उहाँ चाहिँ साथीलाई मैले पेमेन्ट दिइसकेँ। ल साथी गुड लक, राम्रो होस् तपाईँको कमाइ भनेर चाहिँ हामी यहाँबाट निक्लिँदैछौँ। अन्त यहाँबाट चाहिँ लाग्यौँ हामी आफ्नो पिकनिकको तर्फ। यहाँ केटाकेटी अल्मलिरहेको रहेछ खानासाना खाएर। जो तिम्रो नानीहरू घुमाउ, यहाँ टावर छ, उता घुम्ने जग्गा छ, जङ्गलको बिचमा चाहिँ नजानु, यहीँ वरिपरि खेलौँ ल भनेर भनेको छु। अनि यहाँनिर हामीले चाहिँ लेडिज पार्टीलाई 1 प्लेट दिउँ, हामी 1 प्लेट ल्याएर चाहिँ अब बस्दैछौँ है हल्का रमाइलो गर्नु। अनि सुक्खा चाक्दिउँ त 1 पिस भनेर भाउजूले भन्नुहुन्थ्यो, मिलन दाजुले दिनुहुँदैछ। भाउजू चाहिँ खाना खानु थाल्नु भएको छ है। अनि कतिजनाले खाना खाइसक्नु भएको छ, मैले चाहिँ खाएको छुइनँ कतिजनाले। अनि माल दिदीलाई पनि मैले भने तपाईँ पोक कसैको खानुहुने भनेर सोधेको थिएँ, नखाने जहीँ भन्नुहुँदै थियो होइन। अन्त म अहिले लान्छु खिलाउनु र पनि भनेर चाहिँ मेरो मनमा चाहिँ भइरहेको छ है। अनि मिलन दाजुले चाहिँ ल बसौँ 1 प्लेट खाउँ भन्नुहुँदै थियो। अन्त यहाँनिर हामी चाहिँ रेडी अब खानुमा। चाङहरूले चाहिँ कोल्ड ड्रिङ्क खानु पिउनु हुँदैछ र मेरो मिसेसले पनि खाना खानुहुँदैछ। मेरो मिसेस यहाँ चाङहरूले चाहिँ यस्तो पिउँदैन नि त होइन, किनभने आदत त छैन। यहाँ मैले छोडेर चाहिँ पोकको सेकुवा खाने भन्ने थियो, कहाँ पाउँछ भन्दा खाने जानुपर्छ ल भनेर चाहिँ हामी अब रेडी हुँदैछौँ पोकको सेकुवा खानको लागि। एकैछिन म 1 प्लेट खाइहाल्छु ल भनेर चाहिँ म यहाँ अब बस्दैछु मिलन्दसँग है। अन्त फेरि मैले बताइदिनु भने खाना किन नखाएको भन्छ, अहिले एकछिनमा खान्छु भन्दा चाहिँ मिलन दाजुले चाहिँ ड्रिङ्क बनाउनु हुँदैछ हाम्रो 2जनाको लागि। त्यही हो, अब एकछिनमा नाच्नुपर्छ भन्ने चाहिँ सानो बक्स लिएर आएको, राम्रो बजेको छैन, यत्रो ठुल्ठुलो लाउड स्पिकरले बजिरहेको छ, त्यही भएर मैले म्युटमा राखेको साथीहरू है। अनि कस्तो लाग्यो त भन्दाखेरि राम्रो लाग्यो भने चाहिँ हाम्रो यहाँ फुच्चे नातिले चाहिँ अर्को जग्गा लानु नि मेमे, यो त मलाई मन परेन भन्थ्यो। अब अर्को जग्गा गयो भने कहाँ जानु है, अन्त ल म अर्को जग्गा लान्छु भनेर चाहिँ भनिरहेको। यहाँ नमुना भाउजूले चाहिँ मलाई यो स्पेसियल छ, यो 1 प्लेट ल्याउन भन्दै थियो हो। अन्त ल अहिले म लिन्छु भनेको थिएँ। यहाँ चाहिँ फेरि हाम्रो मिसेस चाहिँ यहाँ चाहिँ मेरो मिसेस चाहिँ फेरि ऊ खाँदैन, तर इन्जोय चाहिँ फुल दिन्छ फेरि है। उसको चाहिँ त्यही नै बानी, सबैलाई मनपर्छ, मलाई त झन् मनपर्छ र मेरो दिदीहरूदेखि लिएर मेरो भाउजूहरूदेखि लिएर सबैलाई मनपर्छ, किनभने इन्जोय चाहिँ उसले दिन्छ नि त होइन। त्यही कारणले गर्दा डान्स गर्दैछ है। अन्त हल्का रमाइलो हुँदैछ हाम्रो चाहिँ मिलन दाजु र मेरो चाहिँ। म चाहिँ हल्का एकछिन भिडियो गर्छु भनेर चाहिँ यस्तो क्यामेरा घुमाइदिएको नि त होइन। अन्त त्यही न साथीहरू, अब यो चिकन पिस चाहिँ कस्तो चाहिँ रहेछ भनेर चाहिँ म टेस्ट गरेर बताउँदैछु तपाईँहरूलाई कस्तो रहेछ भनेर। अनि मिलन दाजु र म चाहिँ अब टेस्ट गर्न आएर चाहिँ चिकन पिस मिलन दाजुले चाहिँ पहिला चाहिँ जङ्गली अरे भूत प्रेत अरे को कसलाई सबैलाई अब गरेर च्यास गर्छ
ल त साथीहरू कस्तो रहेछ बताउँछु हजुरलाई जवाब ल नानीहरू इन्जोय गर्दैछ नानीहरूले पनि हामी पनि हल्का दिँदैछौँ अब यहाँबाट चाहिँ जाने हो फेरि घुम्ने हो भनेर चाहिँ भन्दैछु अब मैले दिदीहरूलाई छोरीलाई चाँगालाई जाउँ पोकको सेकुवा खानु भनेर मैले लगेर जाँदैछु पोकको सेकुवा चाहिँ दामी पाउँछ मलाई त हेर्दाखेरि खाउँ खाउँ लाग्छ होइन तर के गर्नु र अलिकति मलाई मतलब अलिकति पनि मलाई लटपट भयो भने चाहिँ पोकले चाहिँ मलाई बिझाइहाल्छ किनभने जिउ लालाक हुन्छ है सधैँ अनि त्यही भएर चाहिँ मैले चाहिँ दिदीहरूलाई नानी चाँगालाई खिलाउँछु म चाहिँ लगेर जाँदै थिएँ जहाँ गएँ त्यहाँनिर जहाँ अब सेकुवा पाउने जग्गामा होइन त्यहाँनिर जाँदै थिएँ त्यहाँ गएर चाहिँ मैले जस्तो सेकुवा दोकानमा पुगेँ नि त्यहाँनिर मैले सोधेँ यो पोकको सेकुवा छ कि छैन भनेर सोधेँ होइन पोकको सेकुवा त खतम भयो भन्नुहुन्छ ला खतम पो भएको छ के गर्नु अब भन्दाखेरि जाउँ अर्को दोकान जाउँ भनेर भनेको हो सोच नखाने अब सकिसकेको होला भन्नुभयो दिदीहरूले है अनि होइन जाउँ भनेको होइन जाउँ फर्क्यौँ होस् भन्नुभयो अन्त त्यहाँबाट चाहिँ हामी फेरि फर्क्यौँ है हाम्रो फ्यामिलीको तर्फ अनि यहाँनिर चाहिँ अब सबै पाउँथ्यो सबै सकेछ अघि त कति थियो है सेक्दै थियो एकैछिनमा सकेछ सक्नु पनि यति छिटो सक्ने मान्छे त कम्ती हुँदै जाला भन्दा झन् बढ्दै पो जाँदैछ है अनि यहाँनिर अब 4 बज्नु आँटिसक्यो मान्छे त झन् बढ्दैछ तपाईँहरूलाई पनि यो जग्गा चाहिँ मैले अब भिडियोमा तपाईँहरूलाई मन पऱ्यो भने चाहिँ तपाईँहरू आउनु भएको छ भने चाहिँ 100% तपाईँहरू चाहिँ आउनुहोस् है तपाईँहरूलाई बोरिङ चाहिँ हुने छैन यो जग्गामा एकदम रमाइलो लाग्नेछ है घुम्ने जग्गा पनि छ होइन अनि सबैको फेसिलिटी छ होइन यहाँनिर चाहिँ अब हाम्रो चाङ्रा नाति चाहिँ यहीँ बसिरहनु भएको रहेछ अन्त फेरि यहाँ सुस्मिताले चाहिँ हाम्रो छोरालाई देखेको छ सुसनलाई ऊ भाग्नु खोज्दैछ सुसन भाग्नु खोज्दैछ भन्दैछ देखाएको छ कि अन्त यहाँ ठिक्कै आइपुग्यो साथीहरूसँग आएको रहेछ नि त छोरा चाहिँ अन्त त्यही भएर चाहिँ यो चाहिँ अनि भाग्नु खोजेको रहेछ क्या अन्त हिँड्न त हिँड खाना त्यहाँ थुप्रो छ भन्दा थुप्रो साथी छौ म अब कहाँ एक्लै दुईवटा भात लिएर आउँदै अब पुग्दैन तपाईँहरूलाई भन्छ ले भन्छ होइन हामी एकछिन उतै जान्छौँ तपाईँहरू इन्जोय गर्नुहोस् न त भन्नेहरूले त ल जा इन्जोय गर्नु त भनेर चाहिँ हामी चाहिँ यहाँबाट फेरि लाग्दैछौँ उता यो चाहिँ आफ्नो साथीको तर्फ जाँदैछ ल त इन्जोय गर हामी फेरि लाग्यौँ आफ्नो पिकनिक फ्यामिली भएकोमा है त ल जाउँ भाग्दै थियो मैले बोलाएको अन्त चाहिँ आयो भन्दैछ है सुस्मिताले चाहिँ अन्त मालदिदी पनि हाँस्नु हुँदैछ ल अनि यहाँनिर चाहिँ अब हल्का ग्रिन टी दिँदै डान्स हुँदैछ गानामा है साथीहरू हल्का चाहिँ म देखाइदिन्छु कुन चाहिँ गाना भन्ने कुरा है फाइनली इन्जोय भइसक्यो है हाम्रो यहाँ डान्स पनि भइसक्यो सबै खानपिन भइसक्यो अब समयले पनि साथ छोडिसकेको छ र हामी चाहिँ अब सबै फ्यामिलीहरू प्याकिङ गर्दैछौँ यहाँबाट चाहिँ अब निक्लिने है किनभने ढिलो भयो भनेदेखि बाटोमा पुरा जाम भएको छ अब फर्स्ट जानेहरू कति चाहिँ मान्छेहरू पिएर अब गाडी घोडाहरू चलाइरहेको हुन्छ अनि डर हुन्छ भने चाहिँ हामी चाहिँ यहाँबाट चाहिँ बेलामै निक्लिने है सो बनाइराख्नुहोस् भिडियोमा चाहिँ फर्स्ट लास्टसम्म हेर्नु होला यहाँबाट चाहिँ हामी बढ्दैछौँ अगाडि र निक्लिँदैछौँ है त प्याकिङ गरेर गाडी चाहिँ हामीले परेर आएछौँ होइन उहाँ दिदी भाउजू नानाहरूलाई चाहिँ तपाईँहरू यता अगाडि निक्लिनुहोस् हामी आउँदैछौँ मिलन दाजु र म गाडी लिएर भनेर चाहिँ हामी पनि निक्लिँदैछौँ यहाँको रमाइलो दृश्य हेर्दै यहाँ भाउजू चाहिँ डान्सदिन्छ हल्का अर्काको गानामै होइन अनि त्यही नै त हो साथीहरू यता जानु नि भनेको हो कता जानु भन्नुहुन्छ भने आउनु त्यसो भने मैसँग हिँड्नु त्यसो भने भन्दै मैले भाउजूलाई लाँदैछु जिस्काउँदै अनि यहाँ अगाडि हाम्रो चाङ र ऋषिका चाङ हुनुहुन्छ अनि उहाँहरूलाई भाउजूलाई पनि लगेर जानु ल भन्दैछ हामी चाहिँ यताबाट आउँदैछौँ भन्दैछ यहाँ न भिड कोही निक्लिँदैछ कोही आउँदैछ है यस्तो नै छ हामी दाजुभाइले पनि इन्जोय चाहिँ राम्रो इन्जोय गरौँ है अन्त त्यही न हो अब सबै भिडियोलाई मैले फर्स्ट टु लास्टसम्म देखाएँ त लामो हुन्छ नि त होइन त्यही भएर मैले काटेर एडिट गरेर तपाईँहरू माझमा राख्दैछु भिडियो चाहिँ कस्तो भयो तपाईँहरूले भन्नु होला है त कमेन्ट गर्नु होला है मिहिनेत चाहिँ पुरा गरेको छु तपाईँहरूलाई पनि पैसा त लाग्ने होइन है हेर्नु पनि पैसा लाग्ने होइन
लाइक गर्नु पनि पैसा लाग्ने होइन कमेन्ट गर्नु पनि पैसा लाग्ने होइन केही गर्नु पनि पैसा लाग्दैन साथीहरू तर गरिदिनुहोस् है तपाईँहरूले चाहिँ सपोर्ट चाहिँ गरिदिनु ल अब यहाँबाट निक्लिँदैछु र भाउजूहरू पनि सबैजना रेडी भइसक्नु भयो नानाहरू दिदीहरू पनि सबैजना रेडी भइसक्नु भयो अब सामान यहाँ लोड गर्ने त्यसको बाद यहाँबाट लाग्ने हजुरलाई सिधै भेट्नेछौँ हामी एकैचोटि घरमा है ल साथीहरू घरमा पुगेर तपाईँहरूसँग भेटेछु ऋषिका चाङको घर अगाडि है यहाँ तपाईँ देख्नुहुन्छ दृश्य टोटो एकदम चेपचापमा उभिएको छ सबैजना ह्याप्पी हो हेप्पी पुरा ह्याप्पी है के भन्नुपर्छ अब म त यहाँ त ठाउँमा आइपुगेँ आफ्नो ग्राममा हो मेरो जग्गामा ठाउँमा आइपुग्यो अब हल्का सल्का अब सरगमज्यूले भन्दैछ हो के कसो हो अब यस्तै हो अघि त थिएन अब अहिले हुन्छ नाच्ने हो अब नाच्यो भने त योभन्दा पहिला पनि नाचेर आएकै मान्छे हो गाइस तपाईँहरू उहाँको डान्स हेर्नु चाहनुहुन्छ हुन्छ नि ल त त्यसो भने उहाँको म डान्स त मामुली मान्छे होइन फेरि इन्ट्रोडक्सन मान्छे हो आफै हुन्छ नि भन्छ ल त गाइस त्यही न हो आजको ब्लग चाहिँ यहीँ म राख्दैछु भोलि फेरि भेट्नेछु अर्को न्यू ब्लगमा साथीहरू तपाईँले सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला सेयर लाइक कमेन्ट गरिदिनुहोस् यही नै भन्न चाहन्छु है